Okay, profit and loss चाहिँ त क्लास च्याप्टर 6 एकदमै इम्पोर्टेन्ट छ यहाँबाट 5-6 मार्क्सको क्वेशन राइरहेको हुन्छ कम्प्लिट 4 मार्क्सको क्वेशन हरेक सोच BLE मा सोधेको हुन्छ र एकदमै इम्पोर्टेन्ट च्याप्टर सजिलो पनि छ सेलिङ प्राइस हामीले बेचेको दाम फाइदा र घाटा है त यो दाम सम्बन्धित हामी यहाँ टपिकको बारेमा डिस्कस गर्नेछौँ डिटेलमा यसको फर्मुलाहरू चाहिने इम्पोर्टेन्ट फर्मुलाहरू पनि यहाँ डिस्कस गर्नेछौँ भिडियोमा छ लास्टसम्म भिडियो हेरिदिनु होला र जब हामीले किनेको दाम CP भन्दा SP ठुलो छ भनेदेखि प्लिज फलो गरिदिनु होला त्यसलाई नि प्रफिट सेयर गरिदिनु आफ्नो साथीहरुसँग पनि पुगोस् यो भिडियो सुरुमा प्रफिट एन्ड लसको मेन भनेको when CP is greater than SP जहिले पनि म सुरुमा यो च्याप्टर पढ्दा आफूलाई व्यापारी एज अ बिजनेसम्यान बिजनेस वुमेन को रूपमा लिन त आफूलाई व्यापारी ठान्ने हामी चाहिँ जब हामीले बेचेको दाम भन्दा किनेको दाम धेरै छ घाटा किनेको दाम चाहिँ अझै बेसी छ तर अझै कम मूल्यमा हामीले सामान बेच्यौं भने चाहिँ हाम्रो के हुने रहेछ सेलिङ प्राइस चाहिँ ठुलो छ SP भन्दा भने त्यहाँ लस केलाई भन्छ त अर्को हुन्छ हाम्रो अब MP भन्ने कुरा हो कि डेफिनेसनहरु लेख्दै बुझाउँछु ल द प्राइस मार्क प्राइस यसलाई हामी MP भन्छौं MP चाहिँ केलाई भन्छ त प्राइस आइटम प्राइस जे पनि हुन सक्छ जुनसुकै आइटम मार्क इज सोल्ड द प्राइस मार्क on an item by is called shopkeeper SP भनेको जुन प्राइस हामीले हामीसँग भएको सामान कस्टमरलाई बेच्यो त्यो प्राइसलाई चाहिँ यो भनेको बेचेको दाम हामीले प्राइसलाई हामी SP भन्छौँ अर्को कुनै पनि सामानको प्राइस हामीले तोकेको प्राइसलाई के भनिन्छ MP प्राइसलाई के भन्छ कस्टमर CP हामीले SP मा हामीले 5 देखि पर्छ डिस्काउन्ट प्राइस भनेको त प्राइस SP भनिन्छ त्यो बारेमा पनि अहिले हामी डिस्कस गर्छौं तर मार्क प्राइस भनेको सुरुमा सामानलाई तोकेको मूल्य हामी दोकानेले शपकिपरले कुनै पनि सामानलाई तोकेको मूल्यलाई MP मार्क प्राइस भनिन्छ मार्क गरेको प्राइस इज बट हामीले किनेको दाम कन्सेप्ट अब मेन कुनै पनि सामान हामी दोकानेले किनेको दामलाई डिस्काउन्ट भन्छ CP भनिन्छ अब डिस्काउन्टको बारेमा पनि हेरिहालौँ नि हामीले बेचेको दाम सेलिङ प्राइस SP किनेको दाम CP अब अर्को डिस्काउन्ट भनेको चाहिँ एक्ज्याक्टली के हो त नेपालीमा नाफा पनि भन्छ छुट हामीले जस्तै मार्क प्राइसमा कुनै पनि दोकानमा सामान किन्दा गयो भनेदेखि दोकानेले कुनै पनि सामानको दाम सुरुमा भन्छ त्यही दाममा हामीले किन्दैनौँ त्यसमा के डिस्काउन्ट लिएर किन्छौँ हो त्यो बीचको रिडक्स भएको रिडक्सन प्राइसलाई चाहिँ डिस्काउन्ट भनिन्छ है त अब डिस्काउन्टको डेफिनेसन लेखौँ सुरुमा डिस्काउन्ट इज द रिडक्सन discount is the reduction in price given on the MP भने हामीले दिएको मार्क प्राइसमा केही रिडक्सन दिनु भनेको डिस्काउन्ट अनि त्यसपछि आएको मूल्यलाई हामी के भन्छौँ SP भन्छौँ डिस्काउन्ट MP मा डिस्काउन्ट दिइसकेपछि के आउने रहेछ SP आउने रहेछ सेलिङ प्राइस MP भनेको चाहिँ मार्क प्राइस हामीले कुनै पनि आइटमलाई गरेको मार्क शपकिपरले कुनै पनि व्यापारीले तोकेको दाम त्यसमा केही प्राइसहरु रिडक्सन दिनु भनेको चाहिँ के हो डिस्काउन्ट हो त्यो डिस्काउन्ट दिइसकेपछि आउने अमाउन्टलाई SP भनिन्छ यो चाहिँ त कन्सेप्ट अब हामी फर्मुलाहरुतिर जाउँ सिम्पल युज हुने फर्मुलाहरु सुरुमा बेसिक जुन हामीले क्लास 6 7 मा पढ्दा आएको कुराहरुबाट जान्छौँ है त अब when अघि भनेछ SP चाहिँ CP भन्दा धेरै छ भने के हुन्छ अरे यहाँ प्रॉफिट हुन्छ अब प्रॉफिट निकाल्ने फर्मुला के रहेछ त SP सेलिङ प्राइस माइनस कस्ट प्राइस यहीँबाट आयो त सिम्पल अनि when CP ग्रेटर देन SP CP ठुलो छ SP भन्दा त्यहाँ के हुन्छ भने चाहिँ हामीले लस हुन्छ लस निकाल्ने फर्मुला CP माइनस SP यो दुईटा आइगयो अब प्रॉफिट पर्सेन्टको कुरा गरौँ प्रॉफिट पर्सेन्ट निकाल्नको लागि हामीले के को पर्सेन्ट निकाल्दैछौँ प्रॉफिट त्यही भएर जहिले पनि माथि प्रॉफिट हुन्छ बाइ CP हुन्छ तल CP चाहिँ चाहे प्रॉफिट पर्सेन्ट होस् चाहे लस पर्सेन्ट दुईटैमा CP तल हुन्छ किनकि यति प्रॉफिट भयो कि लस हो भनेर थाहा पाउने भनेको त्यही CP का आधारमा हो CP का आधारमा कति प्रॉफिट भयो भनेर थाहा पाइन्छ CP का आधारमा कति लस हो भनेर पनि थाहा पाइन्छ त्यसको लागि त्यही भएर जहिले पनि मुनि के हुन्छ CP into 100% अब अर्को हुन्छ लस पर्सेन्ट लस पर्सेन्ट निकाल्ने फर्मुला भनेको लस
बाई सिपी इन्टु 100%। यति सिम्पल थियो। अब एमपी जोइन भएपछि आउँछ अब मेन पोइन्टहरू। अब एमपी भनेको चाहिँ के रहेछ त भन्दा अघि पनि भनिहालेँ, मार्क प्राइस भनेको चाहिँ खासमा के हो भन्दाखेरि एसपी र डिस्काउन्ट। एमपी भनेको एसपी प्लस डिस्काउन्ट, किन भन्दाखेरि एसपी भनेको सेलिङ प्राइस, हामीले बेचेको दाम, डिस्काउन्ट भनेको त्यो बेच्नु अगाडि हामीले केही डिस्काउन्ट दिन्छौँ, प्राइस घटाइदिन्छौँ, त्यो घटाएको दाम र हामीले एक्ज्याक्टली बेचेको दाम जोड्दा हामीले सुरुमा तोकेको दाम, मार्क गरेको प्राइस आउँछ। यसलाई चाहिँ सुरुमा तोकेको दाम मार्क प्राइस हो। यो मार्क प्राइस भनेको चाहिँ हामीले बेचेको दाम, हामीले कतिखेर के गरेर बेचेर डिस्काउन्ट दिएर, यो डिस्काउन्ट दिएर बेचेको दाम जोड्दा यो एमपी यानि कि मार्क प्राइस एमपी आउँछ। अब यहीँबाट अर्को फर्मुला आउँछ। अब वेन एसपी र डिस्काउन्ट के अरे एमपी र डिस्काउन्ट दिएको छ, एसपी निकाल्नु पर्यो भने के हो भने यो एसपी यहीँ छ, यो एमपीमा यो प्लस डिस्काउन्ट छ, डिस्काउन्ट यता लेखिदिँदा एमपी माइनस डिस्काउन्ट भयो एसपी निकाल्नको लागि यहाँ लिएर। अब यहीँनिर डिस्काउन्ट निकाल्नु पर्यो भने हामी के गर्न सक्ने रहेछौँ, डिस्काउन्टलाई यहीँ छोडेर एमपी यता चाहिँ यो प्लस छ, प्लस एसपी यता आउँदा माइनस एसपी यानि कि एमपी माइनस एसपी पनि के आउने रहेछ, डिस्काउन्ट आउने रहेछ। अब डिस्काउन्ट पर्सेन्ट निकाल्ने फर्मुला, अब डिस्काउन्ट पर्सेन्ट निकाल्ने फर्मुला, डिस्काउन्ट पर्सेन्ट भनेको डिस्काउन्ट बाई एमपी इन्टु 100% हुन्छ। जहिले पनि मुनि एमपी हुन्छ, किनकि डिस्काउन्ट के को आधारमा हामीले क्यालकुलेट गर्न सक्छौँ, एमपीको आधारमा। त्यही एमपीमा दिएको एमाउन्टलाई नै डिस्काउन्ट भनिन्छ, एमपीमा रिड्युस गरेको एमाउन्टलाई नै डिस्काउन्ट भनिन्छ। अब अर्को हुन्छ यहाँ अर्को फर्मुला के छ भन्दा हामीलाई डिस्काउन्ट पर्सेन्ट निकाल्ने 5। अब यति डिस्काउन्ट पर्सेन्ट दिएको छ, डिस्काउन्ट एमाउन्ट निकाल्नुको लागि के गर्ने, डिस्काउन्ट एमाउन्ट अथवा डिस्काउन्ट मात्र नै हुन्छ। डिस्काउन्ट निकाल्नु छ भने डिस्काउन्ट पर्सेन्ट अफ एमपी गर्नुपर्छ हामीले। डिस्काउन्ट पर्सेन्ट निकाल्नलाई डिस्काउन्ट एमाउन्ट बाई एमपी इन्टु 100%, डिस्काउन्ट निकाल्नको लागि डिस्काउन्ट पर्सेन्ट अफ एमपी गर्ने। यो चाहिँ अर्को हामीले अलमोस्ट सबै सोल्युसन गर्न सक्छौँ, तर छिटो गर्नको लागि के मोडिफाइड फर्मुला अथवा डाइरेक्ट फर्मुला पनि भन्ने हुन्छ, त्यो युज हुन्छ। त्यो दुईवटा फर्मुलाहरू चाहिँ के छन् भन्दाखेरि अरू पनि धेरै छन्, तर मेनली यो दुईवटा युज गर्ने क्वेसन चाहिँ दिइरहेको हुन्छ। यहाँ लेख्नु वेन एसपी प्रफिट पर्सेन्ट अर लस पर्सेन्ट दिएको छ भनेदेखि त्यतिखेर सिपी निकाल्ने फर्मुला 100 इन्टु एसपी बाई 100 प्लस प्रफिट पर्सेन्ट दिएको छ भने प्लस गर्ने। अर्को भनेको 100 इन्टु एसपी बाई 100 माइनस लस पर्सेन्ट दुईवटामा एउटा दिन्छ, यो दुईवटामा यो दिन्छ, या एसपी चाहिँ के हुन्छ, अथवा एसपी त निकाल्न सक्छौँ हामीले एमपी र डिस्काउन्ट गरेर भने एसपी निकाल्न सक्छौँ, त्यो रिलेट गरेर डाइरेक्टली यसरी निकाल्न पनि सक्छौँ सिपी सोध्यो भने। ल यति चाहिँ मेन फर्मुलाहरू।